मोबाइल एक्सचेन्ज गर्न आउनुभयो तपाईँ कहाँदेखि आउनुभएको हो? म मधुमल्ला तोरीबारी। मधुमला तोरीबारी र उहाँले एक्सचेन्जको लागि चाहिँ दुईवटा मोबाइल लिएर आउनुभएको छ है, तर दुइटै मोबाइल बिग्रेको अवस्थामा छ। एउटा चाहिँ यो यस्तो झिरझिर लाइनिङ अवस्थामा छ र अर्को चाहिँ अब यो यसरी ब्याट्री फुलेर होइन बिचोक अवस्थामा छ। र मैले उहाँको यो दुईवटा मोबाइलको चाहिँ निकै नै राम्रो भ्यालुएसन गरिदिएको छु। लगभग भनेपछि 2-4 हजार कति गरियो? 10,000 दिने भनेपछि त 4400 रुपियाँ होइन, 14,400को मोबाइल एक्सचेन्ज गर्नुभयो। मैले उहाँ दुइटाको मोबाइल चाहिँ 4,400 रुपियाँमा लिएको छु है। तर 4,400 किन लिए भन्दाखेरि अब यो मोबाइल अलिक महँगै मोबाइल हो, तर डिस्प्ले पनि फेरि 15-16 हजारै पर्छ। अर्को भनेको डिस्प्ले राम्रो छ, अरू खासै राम्रो लागेन होइन। अब हेरौँ बनाउँदा बन्छ भन्दैन। र उहाँले चाहिँ 10,000 थपेर यो सेट लाँदै हुनुहुन्छ है। ल तपाईँलाई यो रेट एक्सचेन्ज के कस्तो लाग्यो? मलाई त अब चित्त बुझेरै लिनुभयो? लिएको हो। यो चाहिँ नयाँ सेटै 1 साल ब्रान्ड न्यू वारेन्टी हो। अझै पनि मसँग यो आइतबार लगभग 10-15 पिस झर्दैछ, तपाईँले एक्सचेन्ज गर्न सक्नुहुन्छ। लोकेसनको लागि उहाँको बर्गाछिमा रहेको सेवर मलमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। 16 GB ऱ्याम 128 को मोबाइल।